हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आफ्टर लङ टाइम म चाहिँ आज करेला र हरियो खुर्सानी सुकाएर राखेको थिएँ, त्यसको अचार हाल्न जाँदैछु। अनि त्यसपछि मैले पहिला लाई खुर्सानी चाहिँ बाहिरी छ, म लाई भुट्दैछु अहिले, देखाउँछु है त। यो लाई हो आधा कप जति। अब म जीरा भुट्छु। यो आधा कप जीरा, यसलाई पनि मजाले रातो हुने गरेर भुट्छु। अनि यसपछि थोरै मेथी, अनि त्यसपछि धनियाँ थोरै, अनि त्यसपछि कलौँची, अनि त्यसपछि मुङ्ग्रा सब थोरै भुटेर अनि पिसेर देखाउँछु है त म। अब पालो सोपको थोरै, सोप चाहिँ धेरै नै, यति भए हुन्छ सोप चाहिँ। यसलाई पनि रातो हुने गरेर भुट्छु म। यसैमा थोरै मेथी पनि राखिदिएँ है मैले, थोरै, धेरै नै, बस यति भए इनफ हुन्छ मेथी चाहिँ। यसलाई भुटिहाल्छु म पहिला रातो हुने गरेर। अनि थोरै अब पालो धनियाँको। धनियाँ चाहिँ म धेरै राख्दैन है, मलाई धनियाँको सेन्ट अलि त्यति राम्रो लाग्दैन, त्यही भएर अब यसलाई पनि भुट्छु। सब भुटेँ मैले। अब यसलाई चाहिँ म एकछिन सेलाउन दिन्छु। तातो चाहिँ पिस्नुहुन्न, यसलाई एकछिन सेलाउन दिनुपर्छ। सो एकछिन म सेलाउन दिन्छु यसलाई। यो सुकिसक्यो, अब यसलाई पिस्छु म हालेर। पिस्यो यो सबै। अब यसमा म तेल हाल्छु। एकछिन तेल तताएर ओथ्राउन, सेलाउन, ओथ्राउनु चाहिँ मेरो भाषा हो है फेरि। सेलाउन दिन्छु। अहिले यति नै, धेरै तेल मलाई राम्रो लाग्दैन, त्यसैले थोरै तेल हाले। यो एकछिन तातेर अनि सेलाउँछ, नत्र यसको सेन्ट आउँछ कि। तात्यो भने चाहिँ राम्रो हुन्छ, तातेर सेलाइसकेपछि हाल्ने हो, तातो फेरि हाल्ने होइन। मैले यस्तरी सुकिसक्यो खुर्सानी र ऊ चाहिँ, यस्तो मजाले सुकेछ। अनि यसलाई चाहिँ म यसमा हालेर मिक्स गर्ने हो, यसमा हाल्छु। सब खनाइसक्यो यो। अनि यसमा म यो अघि पिसेको मसला हाल्छु। अनि एउटा कुरा, कसैलाई खुर्सानी नहालिकन, यसरी हरियो खुर्सानी नहालिकन यसको मात्रै अचार बनाउनु छ भने यसमा चाहिँ काँचो आँप गार्निस गरेर के भन्छ, बिराली भन्छौँ हामी, त्यसमा कोरेर एउटा दुईवटा, 1 किलोमा एउटा आँप, 2टा आँप, आधा किलोमा एउटा आँप मिक्स गर्नु होला। यो करेलामा चाहिँ एकदम सुइटेबल हुन्छ, त्यसमा मिल्छ, धेरै हेल्दी पनि हुन्छ। अनि यहाँ तेल तातिन लाग्छ, तातिसक्यो, यसलाई बन्द गरिदिन्छु। धेरै तताउनु पर्दैन, थोरै। अनि यो पुरै सेलायो, हल्का हल्का तातो रह्यो भने यसमा म हल्दी अनि नुन हाल्छु। किनकि हल्दी काँचो हाल्यो भने अलि स्यान्ट आउन सक्छ, काँचै हाले नि हुन्छ, त्यत्तिकै हाले नि हुन्छ। हुन चाहिँ मलाई चाहिँ अब राम्रो लाग्दैन, त्यसैले यसमा हाल्छु म। एकछिन सेलाउन दिउँ यसलाई। म नुन हाल्दै गर्छु। यो खुर्सानी पनि छ यसमा, सो त्यही भएर नुन अलि खुर्सानीलाई मिक्स हुने गरेर हाल्नुपर्छ। हाम्रोबाट चाहिँ नुन अलि कम खानेमा पर्छौँ गाइज। भयो, अहिले यति हालौँ, पछि यो भयो। अनि यो सेलाइसक्यो है। यसमा अलिक तातै छ, त्यस्तो पुरै सेला छैन, किनकि म यसमा हल्दी हाल्छु। अब बेसार, यो बेसार हालेँ, गयो बेसार। यतिको भयो नि हुन्छ। अनि यसलाई मिलाएर पुरै यो मसलाको माथि सर्लक्कै यसरी हालिदिन्छु। अब यसलाई चाहिँ मजाले मिक्स गर्ने। कसैलाई करेला मनपर्छ, कसैलाई मन पर्दैन, मलाई चाहिँ मन पर्छ।
अघि पनि भने मैले हरियो खुर्सानी काटेर नहाल्ने भए चाहिँ खाली करेलाको बनाउने भए आम चाहिँ कोरेर हाल्नु होला, धेरै होइन फेरि एउटा दुईटा एकदम बेस्ट हुन्छ, बेस्ट। यो अचारहरू हाल्न चाहिँ मैले मेरो मम्मीबाट सिकेँ। यो मिक्स गरेर म लास्टमा देखाउँछु। रेडी भयो मिक्स गरेर यसलाई चाहिँ अब एकछिन अलिअलि तातो थियो नि त तेल, त्यो पनि पुरै सेलाउन दिन्छु चिसो भएपछि। अनि त्यसपछि डब्बामा हालेर 5 दिन घाममा राखिदिन्छु म। तेल बढी हाल्न मनलाई चाहिँ तेल बढी पनि हाल्न सक्नुहुन्छ तपाईँहरू। मलाई चाहिँ यतिकै सकिहाल्छ, 1 महिना नि टिक्दैन। खुर्सानीको अचार त यहाँ हाम्रो घरमा 2टा छौँ, तर खुर्सानीको अचार धेरै खान्छौँ हामी, खुर्सानी धेरै खान्छौँ पिरो। सो थ्याङ्क यू सो मच फर वाचिङ। लाइक, सब्सक्राइब एन्ड कमेन्ट गर्न नभुल्नु होला।